दृश्यमा सीमित, न हुनु न नहुनुमा सीमित, न रूप न प्रकाशमा सीमित, न स्वरूप न आकारमा सीमित, असीमिततामा पनि अनन्त असीमित शक्ति। कसरी चिन्ने, कसरी बुझ्ने, कसरी गाउने? अदृश्य असीमित अनन्त शक्ति बाहिरी आँखाले देखाउने सामर्थ्य राख्दैन मात्र होइन, मानव कल्पनाले भ्याउनै नसक्ने हुन्छ। शक्ति बिना न सु गर्न न ठु गर्न, न श्वास लिन न श्वास फाल्न, न चल्न न बोल्न, न हाँस्न न चपाउन, न निल्न न निदाउन, न निन्द्राबाट पिउजिन, न खान न पचाउन न फाल्न, न हावा न पानी, न खाने न पिउने, न काल न समय, न जीवन न मृत्यु, न नाम न रूप, न भाव न अर्थ, न शब्द न स्वर, केही कोही कुनै हुनै सक्दैन। हेर्नुहोस्, यस समयमा हामीले यस्तो वर्णनै असम्भव अवर्णनीय सर्व अनन्तौं अनन्तौं गुना अनन्तौं असीमित महाशक्तिशाली विश्व ब्रह्माण्ड, हर संसार, हर सृष्टि रचयिता सत्यदैवी विश्व भारमान विश्व भावमान भगवान पाएका छौं। सत्यदैवी भगवानका शक्ति, सृष्टि, रूप, गुण, नाम मात्र अनन्तौं गुना छैन। दया, माया, करुणा, प्रेमका पनि असीमित महासागर हुनुहुन्छ दैवी। यस्तो शक्तिलाई पाएर पनि हामी मानवले चिन्न बुझ्न सकेनौं भने, हामी मानवकै कारण शक्तिमा अशान्ति हुन पुग्छ भने यो पृथ्वीवासी सृष्टिनाशक शत्रुहरूबाट कसरी सुरक्षित राख्न सकियोला? कसरी शान्ति होला विश्वमा? हो, शक्तिलाई बाहिर आउने चाहत छैन, तर पनि यस शक्तिलाई सदा सदाका लागि यस पृथ्वीमा सजाइराख्नु पर्दछ। यदि सजाउन सकेनौं भने केही कोही बाँकी रहँदैन। सबै सकिन्छ, सबै नासिन्छ, सबै मासिन्छ। त्यसैले विश्वमा दैवीको मन्दिर बन्नुपर्छ, ताकि विश्वको कुनै पनि ठाउँमा शक्ति काम गर्दा शक्तिलाई पूजा लिने, बास बस्ने, ठकाई मार्ने ठाउँ होस्। हो, शक्तिलाई नाम ख्याति भक्तको भोग छैन, तर विश्व ब्रह्माण्ड रचयिता, रक्षक, पालनकर्ता सत्यदैवी विश्व भारमान शक्तिको भक्तिको भोग हामी सबै पृथ्वीवासीलाई हुनुपर्छ। विश्वमा दैवी मन्दिर र दैवी भक्त भयो भने भारमहान भगवानमा सर्व बिउजन चढाइराख्न पाइन्छ, जसले गर्दा विश्वमा अन्न, जल, कण्डमूल, फलफूल, हावा, पानी, अग्निदेखि सर्व ज्ञान, सर्व विज्ञान, सर्व विकास, सर्व समृद्धि, सर्व सुख शान्त सम्मका सबै कुराको बिउजन रहिरहन्छ। हर संसारमा सर्व कर्म, सर्व प्रगति, सर्व समृद्धि, सर्वम भई रोग, भोग, शोक, अभाव, युद्ध, द्वन्द्व टाढा हुन्छ। यहाँ दयासागर दैवी भगवानबाट विश्वका आफ्ना कठोर भक्ति ज्ञानहरूलाई शक्ति सन्देश विदा भएको छ, जुन यस प्रकार छ। मलाई बाहिर आउने चाहत छैन, गोप्यमै बसी आफ्नो शक्ति कामहरू गरिरहन्छु। गोप्यमै बस्दा पनि मलाई अन्तरमा शाश्वत अनुभूत गरी मैले सपना मनमा लगाइदिएका ज्योति शक्तिहरू ग्रहण गरी पृथ्वी जोगाउन, विश्व बचाउन, परिवर्तनका लागि ज्यानको परवाह नराखी निस्वार्थ रूपमा अहोरात्र खटेर न आफू न आफ्नो पुरै विश्व र विश्ववासीकै लागि आफ्नो तर्फबाट म शक्तिको भक्ति प्रार्थनाका साथै अत्यन्तै सङ्घर्ष गर्ने विश्वका मेरा प्यारा भक्ति ज्ञानहरूलाई पहिलेका देवी देवतालाई दिएको भन्दा हाई लेभलको शक्ति पद दिने इच्छा राखेको छु।